काभ्रे जिल्ला अन्तर्गतको काशीखण्ड नगरपालिका मध्ये अमर निवास यो पुण्यभूमि यो क्षेत्रकै र नेपालकै एउटा गौरव र शानको क्षेत्र हो। 2004 सालबाट यस भूमिमा कीर्तन फाटफुट्ट शुभारम्भ भएको थियो र त्यस बेलाका युवतीहरू जसमध्ये पण्डित मुक्तिनाथ काफ्ले, उहाँकै भानिज पण्डित चन्द्रमणि सिग्देल लगायत यहाँका जति हुनुहुन्छ विद्वान वर्गहरू उहाँहरू मिलेर पूज्य रामगुरु कविप्रसाद गौतम उहाँको आश्रयमा हरिनाम सङ्कीर्तन शुभारम्भ भएको भूमि हो यो। यसै भूमिमा शुभारम्भ हुँदै हुँदै कयौँ कीर्तनहरू हुँदै गए र 2015 सालमा यसका संस्थाका संस्थापक पण्डित मुक्तिनाथ काफ्ले 32 वर्षकै उमेरमा मृत्यु भए पश्चात उहाँका भानिज चन्द्रमणि सिग्देल उहाँले नि यसलाई सम्हाल्दै र आफ्नै यस मावलीलाई मामा घरलाई एउटा पुञ्ज भूमि बनाएर 2038 साल वैशाख पूर्णिमाबाट यहाँ अखण्ड हरिनाम सङ्कीर्तन शुभारम्भ भयो र यस क्षेत्रलाई मुक्तिनाथ काफ्लेकै 4 भाइ छोराहरूले मन्दिर लक्ष्मीनारायण मन्दिरको रूपमा समर्पण गरेर एउटा विश्व कल्याणको निम्ति नै एउटा कीर्ति पनि स्थापित गर्नुभयो र यस भूमिमा विशेष गरेर 38 सालदेखि अनवरत रूपमा अहिले 35 वर्ष भयो हरिनाम सङ्कीर्तन कहिले पनि टुटेको छैन, रात दिन अखण्ड रूपमा छ र कयौँ ठाउँमा भागवत सप्ताहहरू, नारायण 7 दिनको महायज्ञ इत्यादिहरू यस संस्थाले गरिरहेकै छ र विशेष यसको उद्देश्य भनेको प्राणी मात्रको कल्याण, सम्पूर्णको कल्याण चाहना यस संस्थाले गर्दछ र यसमध्ये विशेष गरेर यहाँको विशेषता बिहान यज्ञेश्वर हवन नियमित र नृत्य श्राद्ध जति पनि मरेका ती जीवहरूको उद्धारको निम्ति श्राद्ध हुन्छ र जसले आफूले अक्षकोषमा लाई राखेर संस्थाको नियमअनुसारको धनलाई राखेर प्रति वर्ष आफ्नो बुवा हजुरबाहरूको तिथिमा श्राद्ध गर्न पनि यहाँ व्यवस्था छ। सबै ती व्यवस्था पनि हामीले नारायण झार भनेर चलाएका छौँ र अगाडि यस संस्थाले निकुञ्ज विशेष गरेर वृन्दावनको भावलाई यहाँ उतार्छ। वृन्दावनमा भगवान कृष्णले के गर्नुभएको थियो ती लीलाहरूलाई विशेष गरेर सखा भाव सखी भावलाई यहाँ उतारेर 7 दिनको निकुञ्ज महोत्सव जसलाई पनि हामीले गर्दै आएका छौँ र 7 दिनको भागवत पनि यो संस्थाले गर्दछ। 7 दिनका कीर्तनहरू, 1 दिनका कीर्तनहरू इत्यादि पनि कयौँ ठाउँमा लगभग नेपालका 75 जिल्ला र भारतको सिलगढी, आसाम, दार्जिलिङ, दिल्ली, वृन्दावन इत्यादि भूमि गरेर कयौँ ठाउँमा हाम्रो अहिले पनि प्रचार छ। संस्थाहरूका शाखाहरू छन् र नेपालमा विशेष गरेर 12वटा हाम्रा अखण्ड कीर्तनहरू छन् जसको मूल केन्द्र भनेर हामीले जानकी जीवन कुञ्ज काठमाडौँ जहाँ कविप्रसाद गौतमज्यू
1968बाट शुभारम्भ गर्नुभएको थियो कीर्तन। हाम्रो मूल केन्द्र त्यही स्थानलाई भनिन्छ भने यो हाम्रो अमर निवास भूमि, हाम्रो यस क्षेत्रका वरपरका सम्पूर्ण सज्जनहरू, त्यो भगवान नाम प्रेमीहरू उहाँहरू मिलेर आजसम्म चलिरहेको छ। र यसको उद्देश्य मैले अघि पनि भने प्राणी मात्रको कल्याण मात्र हो, अरू उद्देश्य छैन। र यहाँ कोही पनि यदि अतिथिहरू आउनुभयो भने हामीले बस्नको निम्ति खानको निम्ति निःशुल्क व्यवस्था छ, केही पनि शुल्क लिँदैनौँ हामीले। जो आएर जति दिन बस्न चाहे पनि यहाँको नियम भनेको कीर्तन गर्नुपर्छ, 1 घन्टा 2 घन्टा यहाँ बसेपछि कीर्तन गर्नुपर्छ, त्यति नै हो, अरू नियम छैन। अनवरत रूपमा झ्याली अथवा हार्मोनियम केही न केही बाजा बजि नै रहन्छ र यहाँ कीर्तन 35 साल लगभग भयो रहेको छ। र दुःखको कुरा अहिले करिब 1.5-2 वर्ष अगाडि हाम्रो यस संस्थाको संस्थापक पूज्य चन्द्रमणि सिग्देल उहाँको धामगमन पश्चात केही टुरा भएका छौँ, तर पनि उहाँले देखाउनु भएको बाटोलाई अनुसरण गर्दै यो संस्था अगाडि बढिरहेको छ। विशेष गरी धार्मिक क्रियाकलापहरू, सामाजिक क्रियाकलापहरू, एउटा सांस्कृतिक क्रियाकलापहरूमा यो संस्थाले योगदान गर्दै गर्दै अगाडि बढिरहेको छ। र आज 72 सालसम्म आइपुग्दा पनि भूकम्पबाट पनि पीडित हुँदा पनि यो संस्थाले आफ्नो कार्य छोडेको छैन, अगाडि बढि नै रहेको छ र आगामी दिनमा पनि बढ्ने निश्चयको साथमा संस्था अगाडि लागि परेको छ।